बोकाहरू खसी I don't know ओइ हाय यस्तो छ गाउँ घरमा कस्तो हुन्छ हैन इट्स अर्को घर हो morning view from my room बाहिरबाट मेन आउने वे हो यहाँ धारा छ अब यो पानी आउँदै गर्छ यो वाशरुम त्यो नि वाशरुम बाथरुम र वाशरुम and this is the way to goat के भन्छ ए काठहरु सुकाएको छ हैन नि यस्तो छ कटेरो भन्छ क्या यसलाई देयर आर I get afraid of them डर चाहिँ लाग्छ है हाय येल्लो म्या सबैजनालाई म्या यस्तो छ यहाँ चाहिँ उता चाहिँ पहिला गाई राख्ने ठाउँ थियो अनि अब त्यही हो गाई छैन अहिले आई थिंक बेचेको हो क्या दुध नदिएर अनि दिस इज आई थिंक बोकाहरू खसी I don't know ओइ हाय हाय बोका कि खसी नो इट्स भेरी वाट इज दिस उता पनि हाम्रो खेतहरू छ यहाँ तल पनि छ खेत हाम्रो अनि अब त्यो खेतमा जानु त पोसिबल छैन आई कान्ट वक यहाँ चाहिँ अब गाडी बोलेरोहरू ट्रकहरू आउँछ गाडीहरू आउँछ बाइक त यहाँ कति बाइक पनि चलाउँछ यो चाहिँ मेरो गाउँ सहर गाउँ यो चाहिँ पुरानो घर हो यो खास 2-3 तल्लाकै थियो भूकम्पले भत्केर अनि यसलाई चाहिँ जस्ट अब 1 तल्लाको 2 तल्ला 1 तल्ला कति अनि किचन अनि यहाँ चाहिँ माउरी बसेको रहेछ अनि यसरी बक्स बनाएर राखेको छ दिस इज मेन एन्ट्री अफ किचन यस्तो छ गाउँ घरमा कस्तो हुन्छ हैन इट्स टिपिकल गाउँले नि यहाँबाट माथि पनि ढुकुटी घुम्दै गएर जान्छ त्यहाँ पनि सानो ढोका छ इट्स लाइक विन्डो नट ढोका तर हेर्दाखेरि ढोका जस्तो देखिन्छ इट्स गो आउट फ्रम हियर यो तुलसीको फोटो कि के हो भन्छ है अनि यो टिपिकल नेपाली हुन्छ नि टिपिकल गाउँघर के यस्तो छ यो चाहिँ अनि यहाँ चाहिँ पछाडिबाट यसरी पानी धारा लिन जाने डाइरेक्ट आउँछ के यु डोन्ट निड भ्यू हेर्नु भ्यू गाइज जस्ट वाउ यहाँ पनि पुरा खोला जस्तो आउँछ बगेको छ ओके अर्को घर हो अनि यो चाहिँ यसमा चाहिँ हामी लिभिङ रुम स्लिपिङ हल चाहिँ चामल गाउँको प्योर चामल छ यसमा चाहिँ के छ हस्बेन्ड इज वर्किङ यो हस्बेन्ड काम गर्दै गरेको अवस्था यहाँभित्र यस्तो छ लथालिङ्ग यहाँ सर्प आएर कि डेडली वाला यति लामो ग्रिन कलरको अनि सबै